Hello everyone, once again welcome back to my page and channel. सबैलाई बुद्ध जयन्तीको मङ्गलमय शुभकामना। तसर्थ आज चाहिँ स्कुलहरु पनि छुट्टी छ, वेदर पनि आज हेरिराख्नु भएको छ, धुम्म लागिरहेको छ। नानी र म चाहिँ अब हाम्रो यहाँ घरै नजिक देवीस्थल देवी मन्दिर छ, त्यहाँ हामी पूजा गर्न जाने छौं। उ पनि रेडी भइसक्यो घरको पूजा गरेर। नानी कहाँ गएको? पूजा गर्ने। कहाँ जाने पूजा गर्न? माथि। आज के हो भन्न त? बुद्ध जयन्ती। सालाना तपाईको हाम्रो यहाँ देवीस्थलमा पूजा गर्ने गर्छ बुद्ध जयन्तीको दिन। यो चाहिँ तपाईको अब हामीले चाहिँ कथा सुन्दाखेरि चाहिँ बाजे बराजु हामीले अंग्रेजको पालोदेखि नै अब ब्रिटिसर्सको टाइमदेखि नै यहाँ पूजा गरेको भनेर भनिन्छ। कस्तो स्पिड हिँडेको पूजा गर्नु। फाइनली हामी चाहिँ आइपुग्यो, घरदेखि अलिक माथि छ, त्यो मेन गेट। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ सिंहदेवी जलपदेवी मन्दिर स्थापित छन् 1800 भनेको चाहिँ अब बाजे बराजुको समयदेखि। प्रसाद बनिँदो रहेछ यहाँ। अहिले बुढोहरू हुन्छ नि क्या, उनीहरूलाई सोध्नुपर्छ। यहाँ त ओइ आउनु पनि डर लाग्छ दिउँसो एक्लै। अझै अहिले उयो छ यस्तोहरु बनाएर हो, अलिक उयो छ। पहिला त्यो नेचरल थियो नि, त्यो चाहिँ कस्तो डर लाग्थ्यो। अहिले पनि डर लाग्छ नि एक्लै आउनु त। उयो भित्रतिर उयोहरू नबनाइ नेचरल थियो नि, कस्तो थियो जङ्गल। नानी जाऊ पानी थापेर हिँड हिँड। थापा पूजा गरिसक्यो होइन? यहाँ चाहिँ यस्तो हुन्छ, अब चाहिँ भिड हुँदै जान्छ त, त्यसैले हामी त बिहानै आयौँ बाउछोरी। अब दिउँसो आउनु पर्ने छ काम सकाउनु। वेदर चाहिँ कम्ती पानी पर्नु थाल्यो। वेदरै आज तर राम्रो हुन्छ ल। लु नानी आऊ, लु लु माता रानी आजको के अरे तिमी आज के हुन्छ अरे? माता रानी नि लु। आमा अहिले आउँछ बढी। हजुर दिदी स्टार्ट भइसकेको छ। पानी रुका खोटे रोहो ठाक ठुकु गरी पिउता हेर मेरो सिप थैला मैला
गर्दै हिँड्छ मनलाई मैला वायु जोखिम तामान जिस्ता महा हेरन हावा बतास हुरी काले राहा नराम्रो डान्डा मानिस त्यो दुध हो हाम्रो चाहिँ यहाँ चाहिँ त्यहाँ माथि देवस्थलमा मात्रै नगरेर यहाँ मुनि पनि तपाईँको सञ्चारी माता हुनुहुन्छ त्यहाँ पनि पुज्ने गर्छ। यो चाहिँ तपाईँको हाम्रो सोम टी गार्डन फर्स्ट डिभिजनमा यो मन्दिर स्थित छ। यो प्रत्येक वर्ष यहाँ पूजा गर्ने गर्छ र सोम फर्स्ट डिभिजनमा जति पनि समाजहरू रहेको छ उहाँहरूले गर्ने गर्छ, पालि पिलो गर्ने गर्छ र यस वर्ष चाहिँ धनसिद्धुवा समाजले गरिरहेको छ। यहाँ चाहिँ तपाईँको दलदले भनिन्छ, यहाँ चाहिँ अब यहाँ पनि पूजा गर्ने गर्छ। यहाँ त मान्छेहरू यो टेके पहिला चाहिँ अब इतिहास हेर्नु जाँदाखेरि अब हामीले पनि बाजे बराजुकोबाट सुनेको यहाँ त धेरैवटा गाईहरू जङ्गली जनावरहरू चाहिँ यहाँ त पसिसकेको छ, पसेपछि निस्किनु साह्रो पर्छ भन्ने सुनेका छौँ। साथै यहाँ चाहिँ सञ्चरी मातालाई पुजिने गर्छ। त्यहाँकै त आएको नि अन्त त्यही त मागेको त मन्दिरलाई नानीको नयाँ फ्रेन्ड जाउलो बोजूहरूसँग हजुर हौ अब देवी मन्दिरबाट निस्क्यौँ। अब कहाँ गएको नानी भनिदेऊ न। अब कुन चाहिँ अब हामी गुम्बा जान्छौँ है, वाङथापमा है, गुम्बा गएर आउँछौँ। बाई बाई। हिँड लु हिँड आउँदैन घर घुमाऊ घुमाऊ हजार डाइट हेभी छ त खुवाउ न अन्त। श्री 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 म को हो खै बाजेलाई अभा गरेको।